हेलो साथीहरू सबैजनालाई नमस्ते। यति बेला म चाहिँ ओखले सुपारी ओखर मोटर बाटो जहाँनिर ताराखसी भिरमा मेसिनले काम गरिरहेको छ। यति बेला बिहान पख मेसिनले कति काम गर्यो त भनेर चाहिँ म चाहिँ मेसिनले बाटो खनेको हेर्न जाँदैछु। अनि यहाँनिर एकदम अप्ठ्यारो भिड छ। एकदम मेसिनले काम गरिरहँदा जे जति माटो छ त्यसमा कुनै अड्डिने ठाउँ छैन। एकैचोटि तल खोलानिर पुग्छ ढुङ्गा। अनि तपाईँहरूलाई देखाउन चाहन्छु म यो चाहिँ एकदम यो अप्ठ्यारो भिर यस्तो छ भिरको अवस्था। यहाँनिर मेसिन चाहिँ यहाँनिर पुगेको छ। मेसिनले अलि खन्न चाहिँ पहिलेको भन्दा धेरै सहज भएको अवस्था छ। यति बेला यहाँनिर एकदम चुनौतीपूर्ण थियो। यहाँनिर मेसिन पुर्छ कि भन्ने अवस्था पनि देखिएको थियो। एकदम डर चिन्ता र पिरको बावजुद हामी चाहिँ मेसिन यहाँनिर पुर्याइसकेका छौँ। साहसी हिम्मतवाला अपरेटर पाएका छौँ। एकदम हामी खुसी छौँ। मेसिन यहाँनिर पुग्दा हामी यति खुसी छौँ भने यो बाटो जोडिँदा हामी हाम्रो खुसीको सीमा नै रहने छैन होला सायद, मलाई लाग्छ। भिड चाहिँ एकदम अप्ठ्यारो र चुनौतीपूर्ण छ। तपाईँले पनि हेर्नु होला भनेर चाहिँ हामी चाहिँ यो बाटो देखाउने जमर्कोमा भिडियो बनाएका हौँ। बाटो के कति भयो त भनेर साथीहरूले प्राय फोन म्यासेज गरिरहनुहुन्छ। उहाँहरूलाई जानकारी र अपडेट गराउनको लागि पनि म चाहिँ यो बिहान र बेलुका प्राय भिरको बाटोको अवलोकन गर्न जाने गरेको छु। अनि एकदम हिम्मतिलो साहसवाला गुरुले पनि एकदम आँट गरेर चाहिँ बाटो अगाडि बढाउन सफल हुनुभएको छ। यहाँ धेरै अपरेटरहरूले हार मानेको बाटो हो यो चाहिँ। अनि यो बाटोको लागि एकदम दिनरात फोन गरिरहने हाम्रो माननीय मन्त्री दिनेश पन्थीज्यूले पनि कति भयो त काम भनेर प्रत्येक दिन फोन गर्दै सोधिरहनुहुन्छ। एकदम खुसी लाग्छ। अनि यो बाटोलाई यसरी खन्नको लागि चाहिँ उहाँहरूको योगदान अतुलनीय छ। एकचोटि सम्झन चाहन्छु माननीय लुम्बिनी प्रदेशका माननीय मन्त्री दिनेश पन्थीज्यू र हाम्रा अग्लुङको अभिभावक जस्तै जिल्ला प्रशासन कार्यालयमा अहिले प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दै आउनुभएका प्रियदाई नारायण घरती दाईलाई पनि सम्झन चाहन्छु। लगायत यो बाटोको लागि आफ्नो क्षेत्रबाट के कति भयो भनेर सहयोग गर्ने, सद्भाव राख्ने, बाटोको चिन्ता चासो गर्ने सम्पूर्ण साथीहरूलाई पनि हृदयदेखि सम्झिन चाहन्छु। अनि फाइनल्ली बाटो यहाँसम्म पुगेको अवस्था छ। बाटोले चाहिँ फरक मोड लिएको छ भन्न चाहन्छु है त।